ओके, आज म तपाईँहरूको बिचमा हाम्रो भतिज साइला भाइको छोरो केफास राईको खेलौनाहरू प्रदर्शनी गर्न गइरहेको छु। लगभग धेरैवटा होला पल्लो कोठामा, तर यो म नजिकै रहेको यहाँनिर अहिले मात्र यसो खेलाउनलाई एकछिन खेलाउन ल्याएको सामग्री प्रदर्शन गर्दैछु। म देखाउँदैछु नामहरू चाहिँ तपाईँहरूले आफैले चिन्नु होला है। पहिलो नम्बर यो हो। दोस्रो नम्बरमा यो, तेस्रो नम्बरमा यो, अनि चौथो नम्बरमा यो, केफास राईको खेलौनाहरू म केही स्मरणको लागि पछि भविष्यमा हेर्न मिल्छ भनेर। अर्को 5औं नम्बरमा यो पछि म छोरालाई देखाउने छु। अनि सानो यो पनि रहेछ है, एउटा स्किप पनि रहेछ, लोसन। सातौं के हो खेलाउनाको नाम म त जान्दिनँ पनि। यस्तो रहेछ, यस्तो यस्तो रहेछ। अनि अर्को यस्तो रहेछ। यस्तो रहेछ हौ। अर्को चाहिँ यस्तो रहेछ। यस्तो मैले काउन्ट गर्नै बिर्सिहालेछु हो साथीहरू।